के हाम्रो वास्तवमै ठुलो अस्तित्व छ र? मानव साँच्चै अस्तित्वको केन्द्रै हो त? जसरी ब्रह्माण्ड दिन प्रतिदिन फैलिँदै गइरहेको छ, ठिक त्यसै गरी हाम्रा चाहनाहरू पनि अनन्तसम्म फैलिरहन्छन्। मनका तिनै कहिल्यै तृप्त नहुने इच्छाहरू बढ्दै जाँदा र आफूले प्राप्त गरेका उपलब्धिहरूले मानिसभित्र अहङ्कार उत्पन्न गर्दछ। हामी त्यही घमण्डको चस्मा लगाएर आफूलाई यो संसारको केन्द्र सम्झिन पुग्छौँ। तर एकपटक ऐनामा हेरेर सोचौँ त, यो अनन्त ब्रह्माण्डमा करोडौँ ग्यालेक्सीहरू छन्। त्यही करोडौँ ग्यालेक्सीमध्ये एउटा सानो मिल्की वे ग्यालेक्सी, जसको एउटा कुनामा चम्किरहेको तारा हो हाम्रो सूर्य। त्यही सूर्यलाई परिक्रमण गर्ने 8वटा ग्रहमध्ये एउटा सानो ग्रह हो पृथ्वी। अनि यो पृथ्वीका खरबौँ प्राणी मध्येको एक प्राणी मानव र लगभग 200 देशहरूमा रहेका करिब 9 अर्ब मानिस मध्येको एक व्यक्ति तपाईँ अनि म। अब तपाईँ नै भन्नुहोस्, आफूलाई कति श्रेष्ठ लिने? यो रूप, यो भौतिक चिनारी र यो अहङ्कारको भुमरीमा हराइरहेका त छैनौँ?